हेलो साथीहरु, आज चाहिँ म चिकन मोमो बनाउँदैछु। अन्त यहाँनिर मैले किमा गर्दैछु यो बोनलेस चिकनलाई हैन। मज्जाले यसरी किमा गर्नुपर्ने हुन्छ। म चाहिँ प्राय जस्तो किमा घरमै गर्छु कि साथीहरु, अलि सफा हुन्छ नि त घरमा यसरी किमा गरेपछि चाहिँ। आफ्टर डेट चाहिँ मैले किमा प्याज काटेर अदरक ग्रेट गरेर हल्का अजिनामोटो हैन नुन हाले। अब नुन हालेर मज्जाले तपाईले यहाँनिर मेरिनेट गर्नुपर्ने हुन्छ। यहाँनिर मैले 2-3 चम्चा जस्तै मैले ओइल हाले। अब यसलाई मज्जाले मुसेर चाहिँ नि साथीहरु 30 मिनेट्स जस्तो राख्नुहोस् हैन। बनाउनु भन्दा अगाडि यसरी मज्जाले मिक्स गर्नुपर्ने हुन्छ। नुनहरु सबै लाग्नुपर्छ कि साथीहरु। अन्त यसलाई मेरिनेट गरेर राखेर 30 मिनेट्स राख्नुपर्ने हुन्छ। त्यसपछि मेरो यहाँ आटा पनि रेडी भइसकेको छ। आटाको डो यसलाई पनि ढाकेर आधी घण्टा जस्तै त्यहाँबाट यत्रो दाना बनाएर गोलो गोलो बनाएर चाहिँ नि यसरी बेल्नु पर्ने हुन्छ। अब चाहिँ मेरो मोमोलाई मैले फिलिङ्स गर्नुपर्ने हुन्छ साथीहरु। हेर्नुस् है, अब मैले यहाँनिर मोमोको शेप कसरी बनाउँछु। जस्तै 1 चम्चा जस्तै हालेर किमालाई यसरी यसको उयो शेपमा ल्याउनु पर्छ। यसरी रेडी भयो साथीहरु मेरो मोमो। अब स्टिम गर्नको लागि चाहिँ रेडी हुन्छ है। तपाईहरु हेर्दै गर्नुहोस्। अन्तिमसम्म हेर्दै गर्नुहोस् तपाईहरु। मेरो मोमो भयो। अब यहाँनिर चाहिँ मैले तिललाई भुट्दैछु किनभने मोमोको चटनी पनि चाहियो हैन। मोमोको अचारको लागि चाहिँ मैले यहाँनिर तिल भुट्दैछु। तेल हाल्नु हुँदैन साथी पहिला कि हल्का यसलाई चाहिँ ड्राई नै यसलाई सुक्खा भुट्नुपर्छ। त्यसपछि हल्का तेल हालेर टमाटर लसुन हालेर चाहिँ फ्राई गरेर मिक्सीमा हालेर चाहिँ अचार यसरी बनाउनुपर्छ। मेरो यहाँ मोमो पनि स्टिम हुँदैछ साथीहरु। पाकिसक्नु आँट्यो मेरो मोमो। फाइनली मेरो मोमो पाकेर रेडी भयो। अब मेरो मोमो खाने टाइम भयो मेरो। कसलाई मन पर्छ मोमो प्लिज गरेर होला तपाईले। अब चाहिँ खानुको लागि रेडी। ओके, थ्यांक यू, बाइ बाइ। तपाईहरुलाई मेरो मोमो मेरो हातको मोमो कमेन्ट्स गर्नु होला।